दर्शकबिन नमस्कार। हजुरलाई स्वागत छ मेरो भिडियोमा। आज म चाहिँ हजुरको अगाडि एउटा भिन्नै किसिमको भिडियो लिएर उपस्थित भइसकेको छु। आशा गर्छु कि हजुरले पहिला यस भिडियोलाई पनि अत्याधिक रूपले माया गरिदिनुहुन्छ भनेर। आजको विषय रहेको छ आमाको मुख हेर्ने दिन। आज कुशे औँसी अर्थात् आमाको मुख हेर्ने दिन परेकोले विभिन्न मैले पोस्टहरूमा देखेँ, फेसबुकहरूमा देखेँ, सामाजिक सञ्जालहरूमा देखेँ, थुप्रैले आफ्नो आमाको फोटो हालेर आमा हजुर महान हुनुहुन्छ, हजुर स्वर्गस्थ हुनुहुन्छ भनेर थुप्रैले नै पोस्ट गरिसक्नु भएको रहेछ। मैले हजुरहरूलाई के विनम्र अनुरोध गर्न चाहन्छु भनेपछि वर्षमा एक दिन होइन, वर्षमा 365 दिनै आमाको खुसी औँसी दिन मनाउनुपर्छ, आमाको मुख हेर्ने दिन मनाउनुपर्छ, आमालाई हरेक किसिमले खुसी पार्नुपर्छ, आमालाई कुनै दुःख दिनुहुन्न, कुनै पीडा दिनुहुन्न। भन्छन् नि भगवान खोज्न मन्दिर धाउनु पर्दैन, आमाको सेवा गरे पुग्छ, आमा बुवाको सेवा गरे पुग्छ, यति नै हो। अब मैले हाम्रो नेपालमा देखिरहेको छु विभिन्न सबैलाई त भन्दिनँ म, तर धेरै जसो छोराछोरीले आफ्नो बाबुआमालाई चाहिँ वृद्ध आश्रममा छोड्ने गर्ने गर्दछन्। म हजुरहरूलाई के अवगत गर्न चाहेँ भनेपछि हजुरहरूलाई 9 महिना कोखमा राखेर पालेको त्यो आमालाई हजुरले कसरी त्यस्तो दुर्व्यवहार गर्न सक्नुहुन्छ? हजुरको मनमा अलिकति दया माया पलाएन? यस्तो गर्दा बाउले कति दुःख गरे हुन्छ, आफ्नो सपना, आफ्नो इच्छा, आफ्नो आकाङ्क्षा मारेर भए पनि आफ्नो छोराको लागि, आफ्नो सन्तानको लागि, आफ्नो छोराछोरी जेसुकै होस्, सन्तानको लागि दिन रात नभनी मेहनत गरिरहेको हुन्छ, 24 घन्टा मेहनत गरिरहेको हुन्छ कि छोराको मैले दुःख गरेँ भने छोराको भविष्य उज्जवल होस् भनेर। तर छोराछोरीहरूले यो कुरा कहिले बुझिदिने? अहिले त थुप्रै वृद्ध आश्रमहरू खुलिसकेका छन्। कहिलेकाहीँ यसो म पनि अवलोकन गर्न गइरहेको हुन्छु वृद्ध आश्रममा, देख्दाखेरि एकदम नै मनभित्रबाट नै एकदम नै मन चिसो भएर आउँछ। किनकि यस्तो छोराछोरी, यस्तो नालायक छोराछोरी हुनुभन्दा त छोराछोरी नभएकै राम्रो। कति मन दुख्छ होला ती बाबुआमालाई, कति मन दुख्छ होला ती बाबुआमालाई, कति मनमा चिसो पस्छ होला ती बाबुआमालाई, जुन कि आफ्नै हातले हुर्काएका, आफ्नै हातले खेलाएका छोराछोरीहरूले बुढेसकालमा आएर सहारा बन्लान् भन्ने उमेरमा आएर वृद्ध आश्रममा छोड्दा कस्तो हुन्छ होला त्यो अभिभावकहरूलाई। हजुरले एकचोटि महसुस गर्नुहोस्, याद गर्नुहोस्, हजुरका पनि छोराछोरीहरू छन्, याद गर्नुहोस्, हजुरको पनि त्यस्तै दिन नआओस्। म हजुरहरूलाई के विनम्र अनुरोध गर्न चाहन्छु भनेपछि आमा बुवाको चाहिँ सधैँ सम्मान गर्नुपर्छ, सधैँ माया गर्नुपर्छ। होला आफूसँग पैसा छैन होला, आर्थिक अवस्थामा कमजोर नै होला, तर पैसाको अगाडि आमा बाउ केही होइनन्। म हजुरहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु दर्शकबिनहरू, हजुरहरूले चाहिँ आफ्नो आमाहरूलाई सम्मान गर्नुहोस्। म पनि गर्छु। होला केही मबाट पनि केही कमी कमजोरी भएको होला, आफ्नो कमी कमजोरीलाई स्वीकारेर सुधारेर अहिले त नयाँ वर्ष लागेको छ, पुरानो वर्ष चाहिँ पुरानो गल्तीहरूलाई पनि सुधार्दै नयाँ वर्षको नयाँ दिनको सुरुवात गर्नुहोस्, म यही भन्न चाहन्छु। अनि हजुरहरूलाई यो भिडियो मनपर्छ भने भिडियोलाई लाइक गर्न नबिर्सिनु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला। यस्तै साथसाथै फेसबुकमा पनि फलो गरिदिनु होला। अनि अब यस्तै म एकदम नै सन्देशमूलक भिडियो लिएर हजुरको अगाडि उपस्थित हुने छु। हस्त धन्यवाद। जय नेपाल।